राम्रो छ यो, शानदार। चिङ रेस्टुरेन्ट है इसका नाम। हेर्नु साथीहरू, यो रेस्टुरेन्टको नाम हो चिङ रेस्टुरेन्ट। कस्तो लाग्यो तपाईँहरूलाई? यहाँ भिजिट गर्नु आउनुहोला। यहाँ बहुत मजा मजा खाने चिज पाउँछ। यसलाई ब्लक गरौँ ल। हेर्नुहोस्, तपाईँहरूले यहाँ नदीको नजारा पनि हेर्नु सक्छ चिङ रेस्टुरेन्टबाट। अनि यहाँ बसेर तपाईँहरूले कफीको मजा लिनु सक्छ। यसरी यसरी बसेर अनि यसरी यहाँबाट हावा पनि हेर्नु सक्छ। यहाँ देखा नदीको नजारा। हेलो, यहाँबाट नदी भी दिखाइदिन्छ। बढ़िया छ। यता हेर है। अनि यहाँबाट छ अझै एउटा। मलाई पनि देखा मालिकलाई। यहाँ पनि छ एउटा। यहाँ पनि बस्न सक्छ। यसरी यसरी बसेर यहाँ पनि कफी खानु सक्छ। यसरी बसेर अनि यहाँबाट पनि नदीको नजारा हेर्नु सक्छ। यहाँबाट जानु सक्छ साथीहरू। कस्तो लाग्यो तपाईँहरूलाई चिङ रेस्टुरेन्ट? यहाँ पनि छ एउटा। देखा न यो भ्यू। यहाँ पनि छ, बस्न सक्छ। यहाँ पनि बस्न सक्छ साथीहरू। यसरी यहाँ पनि यसरी बसेर खानु सक्छ। साममा हामीले डिजे भी बज्छ, नाच्नु भी सक्छ तपाईँहरू। त्यसको बाद यहाँ बाथरुम भी छ। बाथरुम भी दिखाइदिए साथीहरू। यति सुन्दर बाथरुम छ यहाँ। टोइलेट भी राम्रै छ यहाँको। मालिक भी बहुत राम्रो छ, बसिरहेछ। यहाँ आउनु होला, यहाँ भिजिट गर्नु होला साथीहरू तपाईँहरू। यस्तो ब्लग बनाएको हो। हेर्नु यहाँ काउन्टर भी छ। काउन्टर हो, अरू पनि पाउँदो रहेछ यहाँ। आउनुहोस्। सुनाइन्छ मेरो आवाज? किचन भी बहुत सफा छ यिनीहरूको। हेर्नुहोस्, बहुत टेस्टी टेस्टी पाउँछ डिसहरू। के खानु चाहन्छ यहाँ आएर खानु साथीहरू। आफ्नै आएको छ कति दिन मेरो दोस्तोको लेके आने थिएँ। बहुत सुन्दर छ यहाँको जग्गा। देखेको छ नि हरियाली। यो हरियाली भी बहुत सुन्दर छ। फुलहरू भी छ यहाँ। बाई बाई साथीहरू। बाई बाई होइन, उयो यहाँबाट आउनुपर्छ तपाईँहरू। ठन्डा नाला भएर गरममा बहुत मजा आउँछ यहाँ। यहाँबाट हाइलिङबाट आउँदा यहाँबाट आउनुपर्छ। यहाँ चिङ रेस्टुरेन्टको उयो देखाइदिउँ न। यहाँ हेर्नु, यो रेस्टुरेन्टको नाम यो हो चिङ रेस्टुरेन्ट। हेर्नुहोस् साथीहरू, यो हो चिङ रेस्टुरेन्ट। यता चाइनिज डिस पाउँछ। अनि यहाँबाट तपाईँहरूले ऊ त्यो झर्नाको नजारा हेर्नु सक्छ। यो झर्नाको नजारा, खै झर्नाको नजारा। यहाँ झर्नाको नजारा हेर्नु सक्छ। स्कुटी बाइक धुनु सक्छ। अनि यहाँ मजाले बसेर चिसो खानु सक्छ। बाई बाई साथीहरू। यति हो मेरो आजको ब्लगमा। राम्रो गऱ्यो।